मलाई चाहिँ सबैजनाले एउटै कुरा सोध्नुहुन्छ कि तपाईँ टाइम म्यानेजमेन्ट कसरी गर्नुहुन्छ भनेर होइन। सो म टाइम म्यानेजमेन्टमा चाहिँ खासै ध्यान दिन्न होइन। मैले मेन गर्ने भनेको प्रायोरिटाइज हो कि कामलाई प्रायोरिटाइज गर्छु होइन। कुन चाहिँ इम्पोर्टेन्ट छ त्यसलाई नै बढी गर्छु। म सेल्फ केयरमा एकदमै धेरै हुन्छ नि फोकस छु कि म आफूलाई चाहिँ एकदमै धेरै ह्याप्पी राख्न हेल्दी राख्न प्रयास गर्छु। त्यसो गरिसकेपछि आफू हेल्दी अनि खुसी भयो भने अरूको टेक केयर गर्नलाई पनि सजिलो हुन्छ, रमाइलो हुन्छ नि त होइन। अनि त्यो काम गर्छु। प्लस मलाई मेरो बच्चाहरूसँग टाइम स्पेन्ड गर्नको लागि एकदमै धेरै टाइम चाहिन्छ है। म धेरै टाइम उनीहरूसँग स्पेन्ड गर्छु। म घरको काम सबै बाँकी राखेर भए पनि उनीहरूसँग टाइम स्पेन्ड चाहिँ गर्छु नै होइन। सो यसरी प्रायोरिटी भनेको त अहिले त बच्चा हो नि त, बच्चा सानो छैन्जेल उनीहरूसँग मजाले टाइम स्पेन्ड गऱ्यो भनेदेखि पो अनि हुन्छ नि उनीहरू ह्याप्पी हुन्छन्, हेल्दी हुन्छन् होइन। सो ठुलो भएपछि फेरि बच्चासँग टाइम स्पेन्ड गर्छु भनेर त पाइँदैन नि त। सो मेरो मेन प्रायोरिटिज भनेको चाहिँ त्यही नै हुन्छ। आफूले कामहरू प्रायोरिटाइज गर्दै गयो भनेदेखि अनि हुन्छ नि जुन चाहिँ बढी इम्पोर्टेन्ट हो त्यो कामलाई चाहिँ सिध्याउँदै गयो भनेदेखि टाइम आफै म्यानेज हुँदो रहेछ कि। सो यसरी नै मैले चाहिँ अहिलेसम्म सबै थोक स्मुथली गरिरहेको छु होइन। सो अनि आइएम एकदम ह्याप्पी छु। मेरो बच्चाहरू पनि एकदमै धेरै ह्याप्पी छन्।